हेलो गाइज है। सो आज फेरि म अर्को भिडियो लिएर आएको छु है त। सो यो भिडियोमा चाहिँ हामी काठमाडौँबाट मनाङ अनि फेरि मनाङबाट तिलिचोकको लागि माथि प्रस्थान गर्छौँ है। अनि हामी चाहिँ चैत्र 17 गते गएको हो। यो भिडियोमा ओभरअल जर्नी होइन, रोड कन्डिसन, फुडहरू, बस्ने ठाउँ के कस्तो छ सबैको बारेमा भन्छु। अनि अन्तिममा चाहिँ इन्डिभिजुअल कस्ट के कति लाग्यो त त्यो सबैको बारेमा भन्छु है त। सो बिहानको 6:30 बजीतिर हामी निस्केको छौँ है। अनि काठमाडौँबाट दुईवटा बुलेट बाइकमा 4जना गयौँ। अरू भिडियो नि हेरेको थिएँ र चाहिने जति सामान सबै लिएर आएको छौँ। यसमा अब हामीले बुलेटमा 2टा स्याडल ब्यागहरू, अनि ट्रेकिङ ब्यागहरू, लुगाहरू, अनि क्र्याम्पमा चाहिँ जुत्तामा लाउनलाई, अनि अरू टोपीहरू, अनि रेनकोट, यस्तै कुराहरू जो त्यो सबै लिएर आएको छौँ। अनि हामी चाहिँ नागढुङ्गाबाट तल आएर अहिले चाहिँ नौबिसेको अलिकति अगाडि आएर खाजा खाने ठाउँमा आएको छौँ। सो यहाँ एकछिन अब बिहानको मर्निङको ब्रेकफास्ट खाएर हामी अगाडि बढ्छौँ। बाइकहरू चाहिँ बाहिर छ, कहीँ त हो। यो हाम्रो श्याम दाई, हाम्रो होल टोटल टुरको स्पोन्सर राम दाई। ल अनि यहाँ थियो, यहाँ अङ्कलहरू हुन्छ है, यस्तो छ यहाँनिर। सो गाइस है, हामीले चाहिँ खाजा उता खाइसकेर अनि अगाडि बढ्यौँ। अनि बाटो पहिलाभन्दा अलिक राम्रो रहेछ, बिचबिचमा चाहिँ अलिअलि अफ रोड चाहिँ रहेछ मलेकोसम्म आउँदा। अनि यो चाहिँ हामी कुरिनटारनिर आइपुगेको छौँ। अनि कुरिनटार हुँदै अहिले चाहिँ यो मुगलिनको पुल निर आइपुग्यौँ। मौसम पनि राम्रै छ आजको चाहिँ। अब हेरौँ माथि जाँदा कस्तो हुन्छ। सो गाइज हामी चाहिँ यहाँ आइपुगेको छौँ। सो अब मनाङ जाने बाटो चाहिँ त्यो भित्रको बाटोबाट जानुपर्ने हुन्छ है। त्यहाँभित्रको हामी बाटोबाट डुम्रे हुँदै बेसर निस्किने बाटोबाट माथि जान्छौँ। गाडीलाई जान्थ्यो अनि बाटोमा त ऊ बाटो छ त पिल्टै पिट्छ। खासमा चाहिँ 2टा बाटो थियो है। हामीलाई एकजना दाइले चाहिँ उताबाट बाटो बनाइरहेको छ, अलि हिलो छ, पानी परेको बेला अलि नराम्रो हुन्छ भनेर यताबाट जानुहोस् भन्नुभयो। यो चाहिँ अलि लामो बाटै छ, पारी पुगेपछि चाहिँ अलिक पिच त पिचै रहेछ। अनि त्यहाँबाट हेर्दा चाहिँ जस अलिअलि अफ रोडै छ पारी नपुग्जेलसम्म। अनि यहाँ यो बाटो जाँदा चाहिँ हाम्रो जस बाइक अलिकति हिलोतिर अलिक फस्या थियो। यो यति कटिसकेपछि जस राम्रै छ। अनि यहाँबाट चाहिँ अलिकति बढी किलोमिटर पर्छ, कति 15-20 किलोमिटर बढी पर्छ जस्तो लाग्छ है। अनि उताबाट चाहिँ जे होस् अलिकति कमै छ ओभरअल। अनि उता बाटो धेरै बनाउँदा छ भनेर हामी यही बाटो चुज गरेर, अनि एकजना उहाँको दाइले जस्तो भनेर हामी यही बाटो चुज गरेर आयौँ। खाना पाइन्छ चिकन भन्ने खाना उ चाहिँ छ त, सुप्रिम होटल एन्ड लन्च चिकन खाने सुप्रिम होटल एन्ड लन्च खाना खाइयो। हामीले चाहिँ खाना त्यहाँ खायौँ। अनि त्यहाँ चिकन खाना खाएको 4जनाले। सो एकजनाको त्यही 350को दरले ठाडी टार भन्ने ठाउँमा त्यो पर्दो रहेछ। अनि त्यसपछि हामी अगाडि बढ्यौँ है। अनि जस बाटो चाहिँ धेरै क्लिन पिचै रहेछ, जस ओभरअल राम्रो बाटो रहेछ। अनि अगाडि बढ्यौँ
हामी अब बेसर घर भेट्छौँ। सो अघि हामी अर्को बाटो आएको भए माथिल्लोपट्टिको बाटो त्यो हिलोवाला बाटो आएको भए चाहिँ उयो माथिल्लोपट्टिको बाटोबाट आइपुग्थ्यौँ। अनि अहिले चाहिँ हामी तल्लो बाटो आएर अलिकति बढी नै टाइम लाग्यो जे होस् आधी घन्टा 1 घन्टा बढी नै टाइम लाग्यो किनभनेदेखि अलिक घुमाउरो नै छ तर पिचै छ त्यो बाटो। जे होस् अब यहाँ अगाडि पुलिस स्टेसन छ अनि यहाँबाट अझै अगाडि हामी जान्छौँ अनि अझै अगाडि गइसकेपछि हामी अब बेसरतर्फ यहाँबाट अझै आधी घन्टा चाहिँ लाग्छ बेसरसम्म। हामीले के किन्यो स्टिक किन्यो होइन त्यो एउटा स्टिक किन्यौँ कति 650 होइन 700 रुपियाँ पर्दो रहेछ बेसी सहरमा 650। सो ल हामी चाहिँ अब माथितिर जाँदैछौँ हो सर जाने हो कि ल हेर त्यहाँ मान्छे हेर त उनीहरू हेर्नु उनीहरू पारी हेर्नु पारी राइडरहरू अब राइडर आउँदैछौँ हो उति हेर त राइडरहरू एक्सप्रेसमा रहेछ अनि हिरो 2 2 3 टोलीहरू छन् यहाँको दाइसाईहरू जान्न लाग्छ है टक्कर ल सबजना मनाङ हेलो जम दाइ ल टोलीहरू अर्को भेटेको छ हाम्रो यहाँनिर है हामी मनाङतिर लाग्दैछौँ अहिले चाहिँ होइन। अब अहिले यस्तो छ मौसम चाहिँ अहिलेको वेदर तपाईँहरूलाई देखाइदिन्छु एकचोटि म है वेदरको अहिलेको वेदर पनि यस्तो छ पानी पर्ला जस्तो छ तर अहिले तत्कालै परेको छैन पानी चाहिँ। अब हामी माथि पुगेलसम्म नपरेको हुन्थ्यो है त्यही भने ल ठिक छ बाटो चाहिँ यस्तै छ ठिकै राम्रै छ भनौँ न। यता टनेलको बाटो होइन यो चाहिँ अर्को बाटो हो अर्को बाटो चाहिँ अलिक राम्रै रहेछ त्यस्तै रहेछ। यो हिलो भनेको यो अलिकति मात्रै छ है धेरै हिलो छैन हाम्रोमा तर यतिको अफरोड चाहिँ हुनुपर्छ नभए त एडभेन्चर यस्तो दामी ठाउँ जानलाई एडभेन्चर राइड त अहिले चाहियो नि होइन त्यही भएर भनेको ठिक छ ल हाम्रो यहाँ भैँसी गाईहरू छ है बाटो खासै अफरोड होइन पानी पऱ्यो भने चाहिँ यो बाटो रुनै पर्दो रहेछ पानी नपर्नुजेलसम्म त यो बाटो एकदम च्वाक रहेछ ल यो बाटो चाहिँ अगाडि बुलेटमा 2 जना हुनुहुन्छ एउटा मेरो अङ्कल र श्याम दाई हुनुहुन्छ अहिले राइडर स्विच गर्दै अब मैले चलाइरहेको त्यो बाइक चाहिँ हल्का पकाइ लगाएर गाह्रो भएर अक्क लगाएर अब एक्सपिरियन्स गर्नु पऱ्यो नि होइन राम्रै गयो नि कुरा सुन्नु पऱ्यो नि भनेर राम्रैसँग बस्न आयो अलिक त्यो कभर निकाल्नुपर्छ नेक्स्ट ब्यागै खोल्छु म थाल्यो। अब हामी यहाँ चाहिँ टक्क लगाएर यहाँ मेरो भिडियोलाई यो ब्याग छ है यो ब्यागमा हाम्रो रेनकोट छ अब रेनकोट ढाकाले यहाँ निकाल्नुहुन्छ अब मेरो रेनकोट चाहिँ यहाँ छ तपाईँको राइट कि लेफ्ट रे लुगा रेनकोट कहाँ छ हो त्यसमा प्लास्टिक रेनकोट ल्याउनु भएको छैन तपाईँहरूले प्लास्टिक ल्यायो प्लास्टिक लगायो भइहाल्यो नि हो ल प्ला दुईवटा हालेको त्यो हेर्नु हेलमेट ल हामी यहाँ पानी हाल्दै परेको छ अब हामी डर रेनकोट लगाएर दिइहाल्छौँ। सो हामी चाहिँ यहाँ 3 बजीतिर आइसकेको थियौँ। यहाँ चाहिँ असिना पानी परेर जे होस् बाटो अलि हिलो नै भयो असिना पानी परेर हामी एउटा घरमा ओत्लाएर बस्यौँ। अनि त्यसपछि अलि अगाडि गएको थियौँ त्यहाँ एउटा पहिरो अलि झर्या रहेछ अनि त्यसले गर्दा बाटो नै बन्द भएछ कि त्यहाँनिर अनि त्यो 3 घन्टा जति नै लाग्यो ओभरअल त्यो बाटो गर्न 2टा डोजर आएर त्यो बाटो बनाएर सबजना स्टक भएर बसेका थियौँ। अनि त्यसपछि 3 घन्टापछि हामी अगाडि बढ्यौँ अनि त्यो चाहिँ बाटोमा जाँदा एउटा चम्चे झर्ना छ हो त्यो चाहिँ बाटोबाट ठ्याक्कै देखिन्छ। अनि आज चाहिँ हामी चामेमा गएर बस्ने अझै जस 2-3 घन्टा त लाग्छ नै तलबाट अघि नै पहिरोले गर्दा बाटो नै स्टक भयो। अनि अहिले चाहिँ हामी एउटा बिचको गाउँमा आएका छौँ अनि 2 घन्टा जति ट्राभल नै गरिसक्यौँ अनि जस एउटा बिचमा गाउँमा आयौँ अझै हामी माथि जान्छौँ। त्यहाँ माथि गइसकेपछि सो त्यो पहिरोले गर्दा अलिक ढिलो नभयो सो हामी चाहिँ रातिको 9 बजी आइपुगेको थियौँ। 3 घन्टा त लाग्यो त्यहाँबाट आउनलाई बिच बाटो पानी परेपछि बाटो पनि खत्तम रहेछ बिच बाटोमा धेरै अफरोडहरू रहेछ हिलो भएर अलिक गाह्रो नै भयो। अनि यो रिसोर्टमा बस्यौँ यहाँ जस्ट बस्न सस्न चाहिँ राम्रो रहेछ ओभरअल 1500 पर्दो रहेछ प्याकेजको पर पर्सन अनि सुत्न बेलुकाको खाना अनि बिहान मर्निङको ब्रेकफास्टहरू दिनुहुँदो रहेछ
ओभरअल जे होस् यसको हस्पिटालिटी चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, यहाँको स्टाफ पनि राम्रो हुनुहुँदो रहेछ। जे होस् अब आज चाहिँ हामी बस्छौँ डे 1मा। छेउछेउमा हाल्नुपर्छ अरे कि यसरी के छेउछेउमा हेर्नु त साँच्ची हो यस्तोमा हाल्ने हो कि तेल लुब्रिकेसन भनेको। सो डे 2मा चाहिँ हामी बिहानको ब्रेकफास्ट गरेर चामी टु खानसर बाइक, अनि त्यसपछि बाइक चाहिँ खानसरमा राखेर तिलीचो बेस क्याम्पसम्म पुग्ने प्लान हो। सो यो चाहिँ बिचमा सानो एउटा यसो झरना जस्तो हिमाल देखिँदो रहेछ, सो यो हेर्दै जाँदैछौँ हामी। अनि त्यसपछि सो अगाडि बढ्दैछौँ। अनि त्यसपछि आज मौसम अलिक राम्रो नै छ, सो ग्रिन लेक ब्लू लेकहरू पनि बाटोमा नै पर्छ। सो त्यो लेकहरू घुमेर हामी खानसर जाने प्लान हो। अनि चामी टु खानसरसम्मको बाटो राम्रै छ अरे, र टर्न गरेको रहेछ। सो अलि बिचबिचमा चाहिँ अलिअलि अफरोड त छँदैछ, तर त्यस्तो नराम्रो चाहिँ छैन। सो बेसरबाट चामी जस्तो चाहिँ अलि नराम्रो चाहिँ छैन है। 1-1.5 घन्टा पछि हामी फोटोसोटो खिच्दै आउँदाखेरि ग्रिन लेक बाटोमै पर्ने रहेछ। सो मौसम राम्रो भएकोले आज ग्रिन लेक जाने प्लान नै गऱ्यौँ। अनि पार्किङ ती पारी गरेर आयौँ, त्यहाँबाट 7 मिनट जति लाग्दो रहेछ। अनि डट बाइकहरू युजली आउँछ अरे, त्यही भन्दै हुनुहुन्थ्यो। अनि 1-2जनाले ल्याउनु पनि भएको थियो, हामीले देखेको थियौँ। अनि यो चाहिँ हाम्रो ग्रिन लेक हो है त। ग्रिन लेक सकिसकेपछि हामी चाहिँ ब्लू लेकतर्फ लाग्यौँ। ब्लू लेक पनि बाटोमै रहेछ, त्यसमा चाहिँ अब चिन्डी लेक भनेर बोर्ड दिएको छ लेफ्टतिर। त्यो चिन्डी लेक र ब्लू लेक एउटै हो, नजोगिनु होला। सो ब्लू लेकतर्फ लाग्यौँ हामी। सो लेकहरू घुमिसकेपछि चाहिँ हामी माथि खानसरतर्फ लाग्यौँ। त्यो एउटा बोर्ड भएको चाहिँ जे होस् ब्रागा र खानसर जाने बाटो, खानसर सिधा लेफ्टतिर गयो भने चाहिँ खानसर पुगिन्छ। अनि हामी खानसरतर्फ लाग्यौँ। अनि यो चाहिँ खानसरको बाटो, जे होस् पिचै बाटो छ। अनि हामी आधी घन्टा पनि लान होला, 15-20 मिनटमा खानसरतिर लाग्यौँ। खानसरमा अरू होटल नि छ, अनि हामीले चाहिँ यही होटलमै जस खानासाना यहीँ खायौँ। अनि बाइकहरू नि यहीँ राख्यौँ बाहिरपट्टि, अनि आफ्नो सामानहरू नि यहीँ राखिदिनु हुँदो रहेछ। अनि सामानहरू नि यहीँ राख्यौँ। अनि ओभरअल जे होस् यहाँ खाना खाएको चाहिँ हामीले दिउँसोको खाना चाहिँ यहीँ खायौँ। अनि यहाँ खानाको चाहिँ 650 हो कि 700 त्यस्तै पऱ्यो चिकन खानाको, अनि मिठो थियो। अनि त्यसपछि यहाँ खाना खाइसकेपछि हामी अब यहाँबाट तिलीचो बेस क्याम्पसँग ट्रेक स्टार्ट गर्छौँ। सो त्यति नै हो यहाँसम्म चाहिँ। सो हामी आफ्नो सामानहरू लिएर ट्रेकिङको लागि यहाँबाट तिलीचो बेस क्याम्पसँग जाँदैछौँ। यो चाहिँ अब यही बाटो हो। यहाँबाट अब युजली सोद्धाखेरि चाहिँ उहाँहरूलाई चाहिँ 2-3 घन्टा लाग्छ, हामीलाई चाहिँ अब त्यति हिँडेको छ त्यो 4-5 घन्टै लाग्छ भन्नुभएको थियो। सो हामी अब यहाँबाट हिँड्दैछौँ। अनि यहाँबाट चाहिँ जस माउन्टेनहरू पनि नजिकै देखिन्छ युजली। अनि यो चाहिँ जे होस् अलि बाटो अलि त्यस्तै नै छ, अलि पानी पऱ्यो भने चाहिँ हिउँ पऱ्यो भने चाहिँ अलि गाह्रै होला। अहिले हामी यो अलि मौसम राम्रो भएको हुनाले जे होस् राम्रै थियो। अनि हामी हिँड्दै गइरहेको थियौँ। हामीले सबै सामान चाहिँ लगेन, अब चाहिने सामान चाहिँ बेस क्याम्पसम्म लग्यौँ। आधी जति सबै उतै छोडिदियौँ खानसरमै, अब गाह्रो नपरोस् भनेर। अब स्टिकहरू, अब अरूले 1-2वटा लुगा, अनि ब्यागहरू, अनि चाहिने जति लग्यौँ। अनि यो चाहिँ हाम्रो पुल हो, जस यो सबै प्रायः चाहिँ उकालै छ। अनि यस्तो यस्तो बाटोहरू चाहिँ यस्तै छ प्रायः छ। अनि यहाँ ल्यान्डस्लाइड एरियाहरू पनि पिचतिर ल्यान्डस्लाइड एरिया छ। सो माथिबाट ढुङ्गा खस्न सक्छ, त्यो चाहिँ विचार गरेर जानुपर्छ आफूले हेर्दै। यस्तै छ बाटो चाहिँ, जे होस् आफूले ख्याल गर्दै जानुपर्छ। हामी 3.5 घन्टा जति हिँडिसक्यौँ है यहाँसम्म आउँदाखेरि। फेरि दाइ खुट्टाले प्रेसर दिनुभयो क्या तपाईँले।
हो यो चाहिँ हामी फाइनली तिलिचो बेस क्याम्प आयौँ है। हामी दिउँसोको 1:30 बजी खानसरबाट हिँडेको लगभग हामी 6:35मा आयौँ। बस्दै बस्दै आएको थियौँ। लगभग त्यही 5 घन्टा जस्तो लाग्यो भनौँ न। अलि बिचबिचमा उकालो अनि ओह्रालो पनि थियो है। म्याक्सिमम् उकालै थियो अनि त्यही हो। अब लगभग यहाँ आयौँ अनि जस अफरोड त हिँड्ने बाटो नि धेरै अफरोडै हो अनि माथिबाट ढुङ्गा खस्न सक्थ्यो। जे होस् बस्दै बस्दै नै आयौँ अनि सो अब यो भनेको चाहिँ आज हामी बस्ने यही होटलमै हो। यो होटल खानसारा नि थियो अनि उहाँले फोन गरेर यहाँ बस्नु भनेर भन्नुभएको थियो। उहाँहरूको यहाँनिर छ अरे। सो आज हामी चाहिँ यहीँ बस्ने भयौँ अनि यहीँ बस्छौँ अनि ल हाम्रो डे 2 चाहिँ यहीँसम्म नै थियो। गुड मर्निङ फ्रम तिलिचो बेस क्याम्प है गाइज। अहिले हामी बिहानको 4:30 बजे बेस क्याम्पबाट तिलिचो लेक जान लागेको छौँ। सानो स्वरमा बोलेको छु है, अरूलाई डिस्टर्ब नगरौँ भनेर। सो त्यहाँ यहाँबाट उकालो नै छ, त्यसपछि बाइसकुन्ती छ अनि फेरि 3-4 घन्टा लाग्छ भनेको छ है हामीलाई हिजो होटेलमा सोद्धाखेरि। सो यहाँबाट उकालो चढ्दै नै छौँ हामी है। अब के कति टाइममा पुग्छ। सो बल्ल बल्ल बाइसकुन्ती आयो। सो 2 घन्टा जति हिँडिसकेपछि चाहिँ बाइसकुन्ती बल्ल आयो। सो बाइसकुन्ती चाहिँ यहाँ माथिबाट बाइसकुन्तीको चाहिँ ऊ त्यो माथि डाँडातिर पुग्ने हो। अनि बाइसकुन्तीको अलिकति फर्स्टमा चाहिँ त्यहाँ एउटा सानो देखिन सक्नुहुन्छ, त्यहाँ बाथरुम नै छ है, टोइलेट छ। सो त्यहाँ टोइलेटको व्यवस्था पनि रहेछ। सो अझ माथि जाउँ है त। अनि बाइसकुन्ती चढिसकेपछि चाहिँ जे होस् अलिकति अझै सिधै हिँड्नुपर्ने रहेछ। बाइसकुन्ती नि हामी अब बिचबाट चाहिँ सिधै गएर नि आयौँ। अलिक सर्टकट जस्तो चाहिँ हुँदो रहेछ। अनि यहाँ हामीसँगै हामी मात्रै होइन अरू देशको मान्छे नि हुनुहुन्छ है। सो अरू टन्ने फरेन टुरिस्टहरू नि हुनुहुन्छ। अनि आइस भएर चाहिँ अलिक गाह्रो नै हुने रहेछ है हिँड्नलाई पनि। सो अलि हिजो चाहिँ हिउँ परेको थियो, त्यसैले अलिक गाह्रो नै भयो त्यो हिँड्नलाई। अलि बस्दै आइरहेको थियौँ हामी। सो फाइनल्ली हामी तिलिचो लेकै आइपुग्यौँ है। 3-4 घन्टा भन्नुहुन्थ्यो तलबाट, तर हामी जस 5 घन्टा लाग्यो। 4:30 बजी हिँडेको 9:30 बजी त आइपुगेको थियौँ। सो त्यस्तो भए आफ्नो हिँडाइमा डिपेन्ड हुन्छ। सो त्यही नै हो। माथि आउँदा अलिक गाह्रो नै हुन्छ, लेक लाग्न सक्छ। सो विचार गरेर आउनुपर्छ। अनि यहाँ पानी चियाहरू पनि पाइन्छ अरे। सो पानी मिनरल वाटरहरू चाहिँ हामीले देखिरहेको थियो। अनि एउटा मिनरल वाटर लिएको 350 जति चाहिँ पर्दो रहेछ। ठिकै हो उहाँबाट बोकेर ल्याउँदाखेरि। ल हामी एकछिन तिलिचो लेक घुमौँ है त। सो हामी चाहिँ तिलिचो लेकबाट एकछिन 20-30 मिनट बस्यौँ अनि बेस क्याम्पमा फर्किहाल्यौँ। माथि धेर बस्यो भने अलि एल्टिट्युड सिकनेस हुनसक्छ अरे। सो त्यही भएर हामी फर्किहाल्यौँ है त। अनि त्यसपछि माथिबाट तल आउँदा चाहिँ बेस क्याम्पसम्म आउँदा 3 आवर्स जति चाहिँ लाग्यो हामीलाई। अनि अब बेस क्याम्पबाट सामानहरू लिएर हामी खानसरतर्फ निस्किन्छौँ। हामी बेस क्याम्पबाट चाहिँ खानसरतर्फ लाग्छौँ है। अनि त्यसमा चाहिँ अब खासमा चाहिँ बेस क्याम्पमा हामी त्यो 1700 प्याकेजमा बसेको पर पर्सन। अनि त्यही बेलुका खाना बस्नु अनि बिहानको ब्रेकफास्ट। अनि यहाँ बेस क्याम्पबाट जे होस् खानसरसम्म आइपुग्दा चाहिँ हामीले जाँदा 5 आवर्स लागिरहेको थियो। अनि फर्किँदा चाहिँ हामीलाई कति 3.5 3.5 घन्टा जस्तोमा हामी तल आइसकेका थियौँ खानसारनेरि। खानसारमा खाजा खाएर अनि बाइक र सामान लिएर हामी चामेतिर लाग्यौँ। बाइक र सामान राखेको पर बाइक 200 परेर चाहिँ हामी बसेको ठाउँमा। अनि त्यहाँबाट ब्रागा गुम्बा चाहिँ हामी माथि चाहिँ गएनौँ, तलबाट हेऱ्यौँ अनि चामेतर्फ लाग्यौँ 5:30तिर। हामी खानसरबाट चामेको बिच बाटोमा आइपुग्यौँ। अनि यो चाहिँ जङ्गल हो, जङ्गलको बाटो भएर आउनुपर्छ। सो उज्यालोमा फर्केको चाहिँ अलिक राम्रो हो। अब राति अब एनिमलहरू अरू केही आउन सक्छ होइन। अनि जस खानसरबाट चामेसम्म आइपुग्न चाहिँ 2 घन्टा लाग्छ। अस्ति हामी फर्स्ट दिन चामेको जहाँ बसेको थियौँ त्यहीँ नै बस्ने भयौँ। सो डे 3 चाहिँ हाम्रो यति नै हो।
सो डे 4मा चाहिँ हामी बिहान चामेबाट 8 बजी निस्क्यौँ ब्रेकफास्ट गरेर अनि काठमाडौँ आयौँ अनि अक्टोपस झर्ना हेर्दै आयौँ है बेलुका 8 बजी आइपुग्यौँ काठमाडौँ चाहिँ सो यो चाहिँ हाम्रो ओभरअल जोर्नीको यस्तो छ है फ्रम डे 1 टु डे 4 हामीले गङ्गापूर्ण लेक आइस लेक अनि मुन लेक चाहिँ गएनौँ 5 दिन भयो भने चाहिँ भ्याउन चाहिँ अनि यो 4 दिनले अलि भ्याइएन त्यति चाहिँ मिस गर्यो अनि कस्टको कुरा चाहिँ हामीले 10K पहिला इन्डिभिजुअली उठाएको थियौँ अनि पेट्रोल चाहिँ 1K आफै हालेको थियौँ एप्रोक्सिमेटली 11K जति जो सक्यो अनि फर्किँदा चाहिँ अलि एक्स्ट्राहरू नै बचेको थियो पैसा चाहिँ त्यस्तो ओभरअल धेरै चाहिँ खर्च चाहिँ भएन अनि सेस बाइक बिग्रिन सक्छ बाटोमा केही किन्नुपर्ने सक्छ अलिक एक्स्ट्राहरू चाहिँ बोकेर जाँदा राम्रो इनर्जी ड्रिङ्कहरू चक्लेटहरू त्यस्तो कुरा चाहिँ ब्यागमा बोकेर जाँदा राम्रो चामेमा बोतलमा पेट्रोल चाहिँ पाउँछ है त्यता एउटा बोर्ड छ है त्यहाँनिर पाउँछ त्यहाँ हेर्दा नि हुन्छ सो यति नै हाम्रो ओभरअल जर्नी इफ यु हेभ एनी कमेन्ट्स अर फिडब्याक प्लिज राइट डाउन इन कमेन्ट सेक्सन है सो सी यु इन नेक्स्ट भिडियो